पनि गाह्रो क्या सजिलो छैन भ्लगर हुनु अलिकति मिस्टेक भयो भने ज्यानै जान्छ नि यार यस्तो छ बाटो हेर्नु त चौरी हिँड्ने बाटो हो क्या सबै चौरीको टाप हो यो जति नि हिँडिरहेको छ नि देखिराख्नु छ नि सबै चौरीको टाप हो क्या ओह्रालो मात्रै छ पुरा ओह्रालो हिजो राति हामी यस्तोमा कसरी लिएर आयौँ मलाई बाइक भन्नु त कसरी लिएर आयौँ क्या बाइक हावा हुन्डरी चलिरहेको थियो पुरै केही देखेको थिइनँ मैले झन् केही देखेको थिइनँ यस्तो छ बाटोको अवस्था देख्नु हो गाइस बाटोको अवस्था अब तपाईँहरूलाई म फेरि यता देखाउँछु तपाईँहरूलाई फेरि म यहाँ देखाउँछु धन्न एनएस छ एनएस बाइक भएर सजिलो भयो नत्र त गाह्रो हुन्थ्यो अब म तपाईँहरूलाई यताबाट खिचेर देखाउँछु ल टोलीर आउँदैछु पछाडि होइन अब चाहिँ यहाँबाट खिचेर देखाउँछु के भन्नु अघि मैले तपाईँलाई बाटो देखाइहालेँ अब तपाईँहरू चिसोले जान आँटेको छु भोक पनि त्यस्तो लागेको छ एउटा चाउचाउ खाएको छु त्यति अरू केही खाएको छैन अब बिस्तारै बिस्तारै झन् पर्ने के भन्नु गाइस त्यसको त चान्सै छैन यहाँ हामी 1 घन्टा लाग्छ होला यो हिँड सकिनु हामीलाई 1 घन्टा कम्तीमा पनि छिट्टोको किनभने बाटो हेर्नु कस्तो छ यस्तो बाटो हुने बाटो छ नि मान्छे सोचा उता डिलतिर कुदाउनु भएन उता डिलतिर कुदाइयो भने त गइन्छ बरु यतै कुदाउने यता भित्रतिर कुदाउनु पर्यो तर यहाँ आउँदाखेरि तपाईँहरूलाई गाह्रो छ आउनु सक्दैन यस्तो अस्ति मान्छे हिजो म हिजो कस्तो नर्भस भएको थिएँ राति तपाईँको हावा हुन्डरी आइरहेको छ हिउँ झरेको छ बाटो देखिँदैन खाने ठाउँ बस्ने ठाउँ कहाँ केही थाहा छैन हो फोन लाग्दैन कसैको फोन लाग्दैन नेटवर्क छैन अनि कति गाह्रो होला साथीहरूसँग सम्पर्क गर्न पाइनँ आफ्नो मान्छेहरूसँग सम्पर्क राख्न सकिनँ मेरो मायालाई मलाई कति हेप्पी मिस गरेँ यस्तो याद आएर माया म त रुके भयो तिम्रो माया यो अर्को एउटा पागल यहाँ बसिरहेको छ अगाडि नै गएर रोक्नु पर्दैन कमसेकम ओइ पर्खिन एकछिन कस्तो खालको रहेछ बौला साथीहरूलाई चाहिँ हेल्प गर्नुपर्छ के पर्छ कस्तो बाटो छ यस्तो ओह्रालो छ यार सिधै भोक पनि लागेको छ कहीँ जग्गा सम्म भनेको बाटै छैन बल्ल आयो त्यस्तै छ रहर गरेको आफैले नै रहर नगरेको अब जसले गर्छ रहर उठ्नु चाहन्छ गोठको भर केटाहरूले बाइक चलाउनु नसकेर सबभन्दा अगाडि म यहाँको अनि मेरो दिगमा आइज भने सबैजनालाई मेरो दिगमा आइरहेको छ यहाँ गोकुले हिँड्दैछ बाइक चलाउनु नसकेर हिँड्नु पनि नसक्ने अवस्था छ हेर्न यहाँ ओइ पावर त गर्दै हुँदैन पावर त एउटै सिक्लिहाल्छ कस्तो फिल भइरहेको छ यहाँ भन्दै मेरो भ्लगमा यहाँ भन्दै अब यस्तै हो रमाइलो गर्नु हिँडेको अलिअलि दुःख सुख भइहाल्दो रहेछ जीवनमा होइन एउटा अविस्मरणीय क्षण भयो यो मलाई त लास्ट गाली गरेकै हो नि मेरो मायाले किन हिँडेको के साह्रो पैसा चलेको भन्दै थियो आज देखिहाल्नु आज देखाइदियो पैसा चल्यो के गर्नु पैसा खुब चलेको होइन तिमीलाई भन्दै क्या दा आउँदा बिस्तारै आउँदा यही हो पोखरी एकचोटि लिक बनाइसकेको ठाउँमा त कुदाउनु सजिलो हुन्छ नि केटाहरूलाई होइन जाने फिल्ममा सुटिङ गरेको पोखरी यही हो राम्रो पोखरी म
अरूभन्दा नि भोक लागेर भएन हौ। कस्तो राम्रो पोखरी उफ भोक लागेर भएन क्या अरूभन्दा पनि भोक यस्तो लागिरहेछ। एउटा चिया कालो चिया अनि जम्मा के अरे एउटा ऊ के हुन्छ त्यसलाई के अरे के हो त के भनेको कहाँ सक्छ बौरा सिङ्गल कुदाउनु कस्तो भइरहेछ चिप्लेर सिङ्गल कस्तो गाह्रो हुन्छ चिप्लेर हिँड्नुमा डबलको हुन्छ डबलको लोड कहाँ थाल्नु सक्छ चिप्लेर बल्ल बल्ल हिँड्नु सक्यो लास्टमा यार कत्रो बाक्लो हिँड्नुपर्छ हुन्छ यार त्यही भएर मैले माने यार अझै छ नि गाह्रो छ जिन्दगी अब जिन्दगी सरर र मोटर गाडीमा देख्नेले देखिहाल्छ बुझ्नेले बुझिहाल्छ मात्रै सक्यो बल्ल सक्यो सक्यो है कसलाई सक्यो त्यसको बाबु अहिले कहाँ छ हिजो यो राति यो बाटो हामी राति कसरी कुदायौँ होला मोटरसाइकल तपाईँले सम्झिन्छ यस्तो बाटोमा हावा हुँदो रहेछ पुरै डर लाग्दा हुँदो रहेछ यस्तो डर लाग्दा हुँदो रहेछ हामी म त कहिले डर नलागेको मान्छेलाई हिजो कता डर लाग्यो म त डर्ने मान्छे होइन अलिक आत्तिएको थियो डराएको त नि आत्तियो क्या नयाँ ठाउँ घाम पानी केही छैन फिलाएको छ डम्मै परेछ त्यस्तै होइन अनि त्यसमाथि बाइक अगाडि उकालो पनि चढ्दैन ओह्रालो पनि झर्न मान्दैन घुमेको जस्तो ठाउँमा अनि गाह्रो पनि मलाई गाइस मेरो बाटो सक्दैछ कति राम्रो बाटो केटाहरूलाई पर्खेर आउनु सक्दैन एक्लै गुराँस चाहिँ फुलेको रहेनछ तर गुराँसको बोट चाहिँ मैले प्रशस्त देखेँ तर गुराँस चाहिँ फलेको छैन है हेर ल गुराँस एउटा फुलेको छैन देख्नु भयो यो सबै गुराँसको बोट हो क्या यो तर गुराँस चाहिँ फुलेको छैन यस्तो छ बाटो यी केटाहरू माथिबाट आउँदैछ अझै म यहाँ पर्खेर बसिरहेको छु अनि कति गाह्रो छ लास्टै गाह्रो छ उफ भनेको त हो यसरी हिँड्नु गाह्रो हुन्छ भनेर हो लास्टै गाह्रो हुँदो रहेछ यार आम्मामामा मैले माने अब चाहिँ अब त छिरिक्क नहिँड्ने नि त यसरी अब पुरै प्लान गरेर राम्रोसँग बुझेर जानेर मात्रै हिँड्ने नत्र नहिँड्ने यस्तो हालत छ नि यस्तो हालत छ यहाँ न कस्तो राम्रो देखिन्छ ए कस्तो राम्रो हिउँ देखिन्छ नि हिउँ ठाउँ त लोभ लाग्दै हो क्या तर के लोभ लाग्दो भएर जिउन गाह्रो हो झन्डै